हेलो नमस्ते गुड मर्निङ एभ्रिवान। इतिहास केवल पुरानो धुलोले छोपिएको पुस्तक मात्रै होइन, र त सङ्ग्रहालयमा थन्काएको कुनै मूर्ति। इतिहास त निरन्तर लेखिँदै गरेको एउटा कथा न हो। विगतले पानामा छाप छोड्छ, तर वर्तमानको कर्मले मात्र त्यसलाई जीवित बनाउँछ। नेपालको माटोले फेरि एकपटक त्यो कुरा प्रमाणित गर्यो। आज सानो मुलुकले ठुलो सपना देख्यो मात्रै होइन, त्यो सपना मैदानमा मूर्त रूप पनि दियो। देश राष्ट्रलाई हराउनु कुनै सामान्य खेलको जित थिएन, यो त आत्मविश्वासको पुनर्जन्म थियो, सामूहिक गौरवको साक्षात्कार थियो। अनि देश सङ्कटमा परेको बेला राष्ट्रिय पहिचानको नयाँ सुरु थियो। कुनै समय नेपालमा क्रिकेटलाई केवल रमाइलो खेल ठानिन्थ्यो, पूर्वाधार कमजोर, नीतिगत दृष्टि अपुरो र भविष्य अनिश्चित। तर आज उही सङ्घर्षको गर्वबाट एक नयाँ युग जन्मिएको छ। हामीले देख्यौँ जब युवाहरूको पसिना, नेपाल आमाको प्रार्थना अनि जनताको आस्था एउटै धड्कनमा मिसिन्छ, तब असम्भव भन्ने शब्द आफै टल्छ। र भावनाले मात्रै इतिहास कदापि टिक्दैन। जस्तो जितलाई इतिहासको चमत्कार भनिन्छ, त्यसलाई भविष्यको नियमितता बनाउन कठोर श्रम र दीर्घदृष्टि भने चाहिन्छ। यदि यो छेडलाई केवल उत्सवको फुगा बनाएर उडाइदियौँ भने त्यो आकाशमै फुटेर हराउन सक्छ। यदि हामीले यसलाई नीतिगत सुधार गरेनौँ, खेल संरचना र खेलाडीको भविष्यमा लगानी गर्ने अवसर बनाएर जोगायौँ भने त्यो भविष्यमा पुस्ताले गर्वको इतिहास पढ्नेछ। आज हामीले एउटा छेडलाई मात्र जितेका छैनौँ, हामीले सम्भावनाको 1000 ढोका खोलेका छौँ। यस छेडलाई सम्झिँदा हजारौँ नेपालीको आँखाबाट बगेका आँसु केवल खुसीका आँसु मात्रै होइन, आफ्नो राष्ट्र पनि ठुला राष्ट्रहरूसँग काँधमा काँध मिलाउन सक्छ भन्ने विश्वासको आँसु पनि हो। इतिहास पुस्तकमै सीमित हुँदैन। जब वर्तमानमा कर्मरेखा कोरिन्छ, नेपालले आज जुन रेखा कोर्यो त्यो भविष्यको 16 अक्षरमा अवश्य अङ्कित हुनेछ। आज माया गरेको हाम्रो देशले क्रिकेटको पावर हाउस अझ 2 पटकको विश्वविजेता वेस्ट इन्डिजलाई हरायो। हजुर, त्यो वेस्ट इन्डिज जसले 2 पटक T20 विश्वकप जितिसकेको छ, जसले विश्वका मैयौँ भन्ने टिमलाई धुरुक्कै रुवाएको छ, जसका ब्याट्सम्यानहरूको छक्का पिटाइ देखेर सारा संसार नै थरथरी काँप्छ, जसका महान खेलाडीहरू ब्रायन लारा, क्रिस गेल, पोलार्ड र एन्द्रे रसेलको नाम सुन्दा क्रिकेटको इतिहासमा मुटु थरथरी काँप्ने गर्छ भने आज त्यही खेलाडी भएका त्यही देशको टोलीलाई हाम्रो नेपालले 19 रनले मात दिँदै हराउन सफल भएको छ। खासमा विश्वास नै गर्न गाह्रो छ, तर स्कोर बोर्डले झुट कदापि बोल्दैन। 149 रनको लक्ष्य पछ्याएको 2 पटकको विश्वविजेता वेस्ट इन्डिज 129 रनमै सीमित हुन पुग्यो र पहिलो पटक दक्षिण एसियाली एसोसिएट राष्ट्र नेपालसँग पराजित हुन पुग्यो। यद्यपि खेलमा नेपालको सुरुवात भने राम्रो हुन सकेन, किनकि हरेक बलमा मुटु ढुकाउने गरी रेगुलर समयमा नेपालको विकेट झर्दै गयो। तर मिडल अर्डरका भरोसा कप्तान रोहित पौडेल र देब्रे हाते हार्ड हिटर कुशल मल्लले तेस्रो विकेटका लागि 58 रनको निर्णायक साझेदारी गर्दै हामी सजिलै हार्दैनौँ भन्ने जित देखाए। रनको गति धमाधम बढ्न नसके तापनि मैदानमा ढुक्क भएर उनीहरू वेस्ट इन्डिजका खेलाडी सामु टिक्न सके। अन्तिमतिर आएका गुलसन झा र सन्दीप जोराको आक्रमणकारी स्ट्रोकले टोलीलाई लड्ने परिस्थितिका लागि काबिल बनायो। हो, वेस्ट इन्डिजका लागि त्यो लक्ष्य कुनै पनि कोडबाट ठुलो थिएन, तर यो जोगाउने हो भने इतिहासको पानामा नेपालको नाम लेखाउन कुनै पनि कुरा र केही पनि असम्भव छैन भन्ने विश्वास दिन यो प्रदर्शन पर्याप्त थियो। यसै गरी कागजी घोडालाई हेर्ने हो भने र वेस्ट इन्डिजको ब्याटिङ लाइनअपको कुरा गर्ने हो भने यो खतरनाक आगो नै हो भन्दा लगभग फरक नपर्ला। तर आज नेपालका बलरहरूले त्यही आगोमा पानी नै हालिदिए भन्दा पनि अन्याय भने यहाँ हुने छैन। स्पिनरहरूले बीचका ओभरमा जादुई घुम्ती मात्र होइन, कमाल नै देखाए। ओपनर भएर T20 आईमा डेब्युको सुरुवाती 3 खेलमै अर्धशतक बनाएर विश्व कीर्तिमान कायम गरेका ब्याट्सम्यान कुशल भुटेलले 4 ओभरमा 17 रन दिएर सर्वाधिक 2 विकेट लिएपछि नेपाल खेलमा फर्किएको थियो। त्यस्तै पेसरहरूले पनि तीव्र बलमा विपक्षीलाई झस्काउन सफल भयो भने नेपाली खेलाडीहरूले फिल्डिङमा हरेक रन रोक्न, शरीरलाई धुलोमा घिसार्न कति पनि कन्जुसरी गरेनन्। वेस्ट इन्डिजका प्रत्येक विकेटसँगै दर्शकहरूको स्वरमा हुङ्कार गुन्जिएको देखिन्थ्यो। अन्तिम 5 ओभरमा पनि वेस्ट इन्डिजलाई अझै सम्भावना थियो, तर नेपाली बलरहरूको इतिहास रच्ने हिम्मत र आँटले त्यो सम्भावनालाई 19 रनको दूरीमै रोकिदियो।
शीतल दिमाग गर्मी दिल सदा चाहिँ आज पनि कप्तान आफ्नो कुल बयवाला छविलाई कायम राख्दै कुनै पनि प्रकारको शीतलता गुमाएनन्। आज कुनै बलर कुन समयमा चाहिन्छ भन्ने निर्णय अत्यन्तै सटिक भयो। फिल्डिङ पोजिसनहरू हरेक ब्याट्सम्यानको कमजोरी अनुसार मिलाइए अनि सबैभन्दा ठुलो कुरा टोलीलाई अन्तिम बलसम्म लड भन्ने आत्मविश्वास गरिरहे। वेल यो जितसँगै लाखौँ नेपालीको आँखामा आज आँसु बहेको छ, तर त्यो आँसु केवल खुसीको थिएन, बरु गर्वको थियो। सामान्यतया सानो राष्ट्रलाई हेप्ने ठुला क्रिकेट शक्तिहरूले आज नेपाललाई गम्भीर रूपमा लिनुपर्ने भयो। टी20को पावर हाउसलाई सानो भनिएको एसोसिएट राष्ट्र नेपालले धुलो चटाउन सफल भयो। यो जितले हामीलाई सम्झायो सपना ठुला देख्दा डराउनु पर्दैन। यदि आँट ठुलो छ भने है त ब्याटिङमा अझै स्थिरता आउनुपर्छ। खास गरी पावर प्लेमा ट्यालेन्ट ब्याट्सम्यानहरूले पनि जिम्मेवारी लिन सक्नुपर्छ। बलिङ र फिल्डिङमा देखाएको जोस निरन्तर राख्न जरुरी छ। वेस्ट इन्डिजलाई हराउनु केवल एउटा जित मात्रै होइन, यो त केवल नेपालले आफ्नो क्रिकेटको आवाज संसारलाई सुनाएको एक ऐतिहासिक दिन पनि हो। टेस्ट राष्ट्र विरुद्ध यो 19 रनको अन्तर स्कोर कार्डमा सानो देखिन सक्छ, तर नेपालीहरूको मनमा यसको मूल्य भीम काहे पहाड जस्तो ठुलो छ। देश रोएको बेला खुसीको मलम लगाउने नेपाली क्रिकेट हिरोहरूलाई अन्तर हृदयदेखि नै हार्दिक सलाम गर्न चाहन्छु। आज हामीले केवल क्रिकेट मात्रै जितेनौँ, हामीले हाम्रो विश्वास पनि जित्यौँ। हामीले प्रमाणित गर्यौँ नेपाल हार मान्ने राष्ट्र होइन, लड्न सक्ने राष्ट्र हो भनेर। हामीलाई अवसरका मञ्चहरू देऊ, हामी क्रिकेटका को हौँ भनेर सारा संसारलाई देखाउन चाहन्छौँ। फेरि तपाईँहरूको माझ अर्को सेगमेन्टमा भेट गर्ने नै छु। त्यतिन्जेलसम्मका लागि बिदा माग्न चाहन्छु। धन्यवाद। जय नेपाल, जय चन्द्रसूर्य।